In this video, अब एउटै भिडियोमा आएपछि त अब जय 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 हुने भइगयो नि। बवाल बवाल कति आउन सक्छौ अब है। खाली केटी यसरी उफ्रियो भने मात्रै हेर्ने होइन कि केटाहरू उफ्रियो नि हेर्नु पर्यो, मेहनत हेर्नु पर्यो नि। अभी मजा आएगा ना भिडो। राम्रा मित्रों, आज हो शनिबार, सो हामी जाँदैछौँ रनिङ भ्लगिङ र एक्सर्साइज गर्न। तीनटा कम्बो सेट चाहिँ अब एउटै भिडियोमा आएपछि त अब जय 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 हुने भइगयो नि। यस्तो रोइला हान्नुपर्छ। अब म चाहिँ यहाँ घरबाट निस्किसकेको छु। अब साथी माथि आउँछु भन्थ्यो, अब हामी माथि गएर भेट्छौँ। म चाहिँ अब वार्मअपसम्म गएर टक्क रनिङलाई रेडी भएर साथी पर्खिरहेको हुन्छु अब होइन। किनभने अब तिनटै कम्बो सेट आउँदा चाहिँ अति बवाल हुन्छ, पुरै हेर्नु होला ल। सो गाइस, म चाहिँ अब यहाँ माथि आइसकेको छु। यहाँ धेरै मान्छेहरू छन्, यहाँ बोल्न चाहिँ अलिकति अलि अप्ठ्यारो भइरहेको तैपनि अब साथी चाहिँ आइपुगेको छैन। म चाहिँ अब वार्मअपसम्म गएर टक्क रेडी हुन्छु। आउन्जेल टक्क आउनु बित्तिकै हाम्रो जर्नी चाहिँ अब स्टार्ट हुन्छ। र हाम्रो कहाँ गयो हनमोड साथी चाहिँ आइसकेको छ। अब हामी चाहिँ यहाँ रनिङ हाम्रो स्टार्ट हुन्छ। आइज साथी यता। यो गाइजहरू के छ? ठिक छ यार। यहाँ हाम्रो अलि बिजोक छ साथी आइसक्यो। अब मैले भनेअनुसार चाहिँ अब हामी तातिन्छौँ ल। अब के तातिने हुन्छ? जय श्रीराम भन। जय श्रीराम। बम बम भोले ल चल। अब हामी चाहिँ यहाँ रनिङ स्टार्ट गरिसकेका छौँ। अब बिचमा गएर हामी बनाउँछौँ टाटा ल। हेलो गाइजहरू, धेरै दिनको ग्यापपछि रनिङ हानेको लास्टै गाह्रो हो, त्यही भएर मेरो साथी चाहिँ हिँड्दैछौँ। म हजुरहरूलाई के कुरा सुनाउन चाहन्छु भने जिन्दगीमा है मैले के सोच्छु भने सुरुमा मैले जति उसको एक्सपिरियन्स मैले जति प्र्याक्टिस र रनिङ कसैले गरेको छैन होला। म त अब देशभरि जित्न सक्छु भन्ने सोच के अब त्यो ओभर बुद्धि साथीहरू है। अनि त्यति राख्नुपर्छ हौसला। अस्ति अब गरिमा विकास बैनीले 10 किलोमिटरको रनिङ राखेको रहेछ। अनि भाग लिन भनेर गएको, मेरो अनलाइनबाट नाम भर्दाखेरि नाम भएन। पछि यसो रिजल्ट हेर्छु त नगएर ठिकै गरेछु जस्तो लाग्यो। किन भन्नुहुन्छ भने त्यहाँ फर्स्ट हुने मान्छे आउनु भएको रहेछ हाम्रो नेपाल आर्मीको होइन, नेपाल आर्मीको 10 किलोमिटरमा नेसनल रेकर्ड होल्डर नेपाल आर्मी दोस्त 29.5 मिनटमा हान्नु भएछ। 29.5 कहाँ 40 मिनट कहाँ सोच्नु त साथीहरू। पहिलाको उहाँको आफ्नै रेकर्ड थियो। फेरि पहिलाको रेकर्ड चाहिँ 29 मिनट त्यस्तै 47-55 यस्तो सेकेन्ड थियो। अहिले चाहिँ उहाँले 29 मिनट कति सेकेन्ड थियो साथी? त्यस्तै सेकेन्ड मैले बिर्सेँ। जे भयो नि 29.5 भित्र हान्नु भयो होइन, हान्नुभयो। सेकेन्ड हुनेले नै 30 मिनटमै त्यस ल। म 5औँसम्मलाई प्राइज थियो त्यहाँ। 5औँसम्ममा सबै 31-32 मिनटभित्र सबैजना फिरिसक्नु भएको थियो क्या। अनि मैले के विचार गरेँ भने हेर भाइ, त्यो मैदानमा उत्रिनलाई अझै तँलाई 4 वर्ष चाहिँ मेहनत गर्नुपर्छ भने अस्ति फेरि रुवाखोकी लागेर मेहनतै गर्न पाएको छैन। हिजो फेरि 4-5 दिन भयो। पहिला सक्ने भन्दा पनि कम सकिरहेको छु, टाइमिङ घटिरहेको छ। तैपनि हार त मान्दिनँ, गिभअप हान्ने त बानी छैन। तैपनि नेभर गिभ अप। नेभर गिभ अप। जोन सिना कुद्दै बिस्तारै रनिङ गर्दै हिँड्दैछौँ हामी। अब फेरि सुरु गरौँ साथी, सुरु गर। अब हामी चाहिँ सुरु गर्छौँ। हामी थाक्न चाहिँ मिठो थाकेको हौँ है। मैले आज नसक्नु कारण पनि छ कि, जुन म अहिले एकछिनमा भन्छु। फेरि पनि हामी रनिङ गरेर थाकिसकेको अवस्था छ। अब के छ भनेदेखि अहिले के कुरो थियो भने मैले चाहिँ आज 200 पुसअप्स, त्यो पनि 3 टाइप्सको, डायमन्ड, नर्मल, विथ पुसअप चाहिँ मैले 35 वाइड भन्छ कि वाइड ल वाइड 65 पुसअप्स मैले त्यो हानेर टोटल 200 मैले पुसअप्स हानेको छु। त्यही भएर मेरो अनुहारदेखि मेरो शरीरदेखि सब गाँड फाटेर आगो निस्किन्छ यहाँ मेरो है।
आगै बढ्छ साँच्ची भनेको आमा सोचे जस्तो कहाँ हुन्छ गरी हेर्नु न अनि थाहा हुन्छ नि भन्न त जम्मा 200 लाई जम्मा हुने चाहिँ कुन चाहिँ माछा भन्लान् कसैले अब एज अ बिगिनर अब 200 हान्नु भने मेरो लागि चाहिँ एकदम यो खालकै छ धेरै ठुलो बिगिनर अब धेरै ठुलो कुरा त्यही भएर मेरो आज चाहिँ आगो बल्छ अब यसै साथ अब हामी फेरि आज यहाँ पनि हामी पुसअप्स गर्छौँ डुओ पुसअप्स त्यो पनि यहाँ पनि आइटम हान्छौँ हामी होइन 2 जना मिलेर टक्को फोन अड्याउँ चाहिँ यहाँ हो यहाँ फोन अड्याएर चाहिँ हामी बोवाल एक्सर्साइज गर्छौँ के हो साथी गर्नुपर्छ यस्तो हेर्नु पर्यो के फुल वाच गर्नु पर्यो खालि केटी यसरी उफ्रियो भने मात्रै हेर्ने होइन कि केटाहरू उफ्रियो नि हेर्नु पर्यो मेहनत हेर्नु पर्यो नि स्ट्रगल हेरिदिनु पर्यो खै अब भिडियोको क्वालिटी हेरिदिने अब छैन जुन छैन त्यही खोजेर कहाँ हुन्छ स्ट्रगल हेर्नु पर्यो अनि त्यो नि जुत्ता फुकाल्नु पर्छ भाइ ल हामी अब यहाँ मिलाएर गर्छौँ अब हामी चाहिँ यहाँ के कस्तो गर्छौँ भने अब हामीले आज बिहान भर्खर हाम्रो माइन्ड सेटमा चाहिँ 3-4 तरिकाको पुसअप त्यो पनि ऊ मेरो मार्क्स चढ्ने म मार्क्स चढ्ने अब ह्यान्डस्ट्यान्ड विभिन्न दिन्छौँ हामी हेर्नु पर्यो ल अब हामी गर्छौँ यहाँ माइन्ड सेट एकछिन बनाएर अब फेरि हामी भिडियो स्टार्ट गर्छौँ ल अब यो साइलाल चाहिँ अब मेरो जुत्ता पनि खोल्नु लागि छ है अब जुत्ता खोलेर अब के गर्नु हो यहाँ हेर्नु अब हामी बनाउँदैछौँ भिडियो नाकुरी दादा कि जय कस्तो भने म यसरी बस्छु होइन अलि देख्छु नै क्या अलि पुगेर मैले हो ल ल अब त मेरो होइन खुट्टा माथि अलि अगाडि जा त म नि आउनु पऱ्यो नि अलि अगाडि अझै त्यो मात्रै यता अगाडि चाहिँ माथि अझै माथि भइसक्यो म आउनु नि पऱ्यो नि अब यसरी ल काँडा राखेर काँडा खुट्टो राखेर खुट्टो समाउ भने मेरो ए होइन ल हो भने अलि हेरे होइन हो यही ल खुट्टामा समा ल सक्छु त मैले ल अब त हान पुग्छ भान मैले त्यसरी भुइँमा होइन लाटो खुट्टैमा हान हो ल भयो दोकान यो फर्स्ट ट्राई हो गाइजहरू त्यही भएर धेरै सकिएन ट्राई मात्र हाने अब तिम्रो एक्सपिरियन्स देऊ न कति गाह्रो भयो यहाँ मैले त मजा आयो किनभने म त उसको माथि चढेँ हो होइन खासै गाह्रो त भएन तर होइन जिन्दगीमा हामीले पटक गरे हो नि त ट्राई भने फर्स्ट ट्राई गरे हो फर्स्ट ट्राई गर्दा गाह्रै हुन्छ गाइजहरू यस्तै हो है अब अर्को नेक्स्ट अब अर्को नेक्स्ट हामी गर्छौँ गाइजहरू आज चाहिँ हामी अनेक थरीको उटुङ्गो गर्दैछौँ है मिल्छ नमिले मिल्दैन हेर्नु होला दामै बसाइदियो यार I am sorry, बाबु यो पावर इनर्जी सोर्स ल गाइज है गाइज ल अब स्टार्ट गर्छौँ ल के गर्नु खोज्छ के गर्न खोज्दैछ थाहा नै छ होइन अब गरिदिउँ न के गर्ने गर्ने के गर्ने बरु राम्रै गरौँ अब काँधमा काँध गरौँ दाइजो यता फर्केर गर्ने काँधमा काँधवाला पुसअप गाइज है अँगालो मारेर दुई भाइको एकै हात अँगालो मारेर सक्छ त हाम्रो सकिँदैन छोड्दै हात होइन होला काकी कहाँ सक्नु सकिन्छ त अनि हानु परै पऱ्यो होइन ल म त दाहिने बस्न सक्दिनँ होस् हामी नर्मल हानु अब एक फुट गरौँ लास्ट एक फुट भगमा नहालौँ ला के गरौँ सक्दिनँ भने उल्टो हात हो यो त झन् गर्नु उल्टोले सक्दिनँ म उल्टो पनि परेँ दगी बिस्तारै काँधमा हारेर छोको जस्तो मात्रै गर्न
चिने पर सब ए नसक गरिब पो रहेछ हामी त है मैं गरीब हूँ मैं गरीब हूँ अब के हानु अरू अर्को कसो भनौँ नर्मल यो राइज अब हामीले दुइटै सकेनौँ हामी दुइटै खेल्नु भन्नु पर्यो गाइज हामीले ट्राई गरेर चाहिँ केही पनि सकेनौँ तातो भुत्लो केही लाएन अब आफूसँग जे सिप छ त्यही गर्ने हो ल्याममा लाएर नर्मल पुसअप हान्ने हो त्यति हो अब नर्मल होइन अब हामी रसियन पुसअप हान्ने कस्तो रसियन गाइज भनेपछि अब लाइक गर्छन् कि यिनीहरूले रसियन भने चाहिँ लाइक गर्छन् हो कि अनि ल गरेर देखाउनु त म पत्याउँदिन नत्र ल लाइक गऱ्यो भने रसियन लभर भयो होइन लाइक गरेनन् सब्सक्राइब गऱ्यो भने चाहिँ जिम लभर है ल अब हामी नर्मल त्यति नभनी लाइक नै आउँदैन सब्सक्राइबर नै हुँदैन भ्युज नै आउँदैन के गर्नु नर्मल हानु नर्मल अब भनेर म त्यस्तो केही गर्दिनँ हामी जिमै गर्छौँ नर्मली गर्ने हो खोइ मेरो पोजिसन मिलेन कि हात गरेर जाँदा मैले त घरमा त गर्नु गरेर आएँ 1 2 3 4 5 6 7 नगर्न अब म चाहिँ नगर्ने तँ नगर अब अर्कै गर्ने तैँले क्ल्याप क्ल्याप हातेको हिँड्छु क्ल्याप 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 मैले क्ल्याप गाइस रोड आइज रोड उसले चाहिँ अब गाइस म जुत्ता लाउँछु ल फर्स्ट अफ अल म जुत्ता लाउँछु है ल अब हामीले अघिको डुओ सकेनौँ अब उसले सोलो चाहिँ क्ल्याप पुसअप हान्छ अरे ल हान साथी ल सक्छु कि सक्दिनँ गाइस धेरै भन्न हानेको है लास्ट वान लास्ट 2 1 लास्ट वान गाह्रो पर्यो अब यो वाला हान त यो वाला किन यहाँ गाह्रो हुन्छ धेरै बिछन् हान है सडक गाडी आउँछ भ्याउ त उरे जाँदैन वाह बवाल ड्यामी ओहो ल पानी हराएछ गाइस अब यहाँ मान्छेहरू मुन्टो बटार्दै हेर्छ जय 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 भयो ल म हाटेको हिँड्छु गाइस अब हाँस्देऊ एकचोटि हाँस्देऊ त हाँसेन अब ओरिजिनल हाल्छु यसमा यसले गरे मिलेन अब यहाँ चाहिँ धेरै पपुलेसन मतलब यहाँ अब गाडी ट्रक टिप्पर बाइक सब कुद्नु आउँदा नि हाम्रो साथीले चाहिँ अब के भन्छ अरे यसलाई हामी स्ट्यान्ड हो एउटा हाटेको हिँड्ने हो गाइसहरू है ल अब तिमीले हान्छौ त्यहाँबाट म खिच्छु यहाँबाट ल आऊ ल बवाल कति आउनु सक्छौ अब है एकछिन ड्याम आऊ साथी आऊ ओह्रालो यहाँ भ्युवर्सहरूले अलिअलि भ्यू दिइराखन् है यहाँ आऊ बानी हरायो गाइस नसकिँदा छ अनुहार हेर्नु कति रातो म भाँप्दिनँ होला अब चिन्नुभयो मलाई चिन्यो त चिन्एन नि ल अब हाम्रो केही नयाँ केही छ कि जस्तो मलाई अलिकति लागिरह तर छन् चाहिँ छैन है यस्तै छ होइन चाहिँ उसको यो स्ट्रगल उसको होइन कि हामी सब फेरि बढी हेरौँ धेरै बन्नु हेरे ए साँच्ची अस्ति हामीले एकचोटि हेरेको थियौँ है बिर्सेछ मैले यो यही बाँकी थियो कि 2 हप्ता अगाडि हेरेको थियौँ गाइस है मेरो पनि देखाउने तैरमा देखाउने हामी पनि देखाउने हाम्रो पनि छ अच्छा पब्लिक रिएक्सन हेर्नु अब यहाँ अब
के सो गर्ने त फर्स्ट अफ अल चेस्ट कसरी गर्ने यस्तो गर्ने यसरी फ्ल्याट गर्ने तर छैन है गाइस तल Now original. ल अब हाम्रो भ्लग यही बन्द भयो गाइजहरु आजलाई चाहिँ यति नै अब हामी भोलि बिस्तारै बिस्तारै बनाउँदै गर्छौँ भ्लग चाहिँ अनि 7 लाख हार्ट च्यालेन्ज चाहिँ रेगुलर चलिरहेको छ 1K चाहिँ पुऱ्याइदिनु 1K मेरो टार्गेट हो यार साथी गर्दैन 1K को पुऱ्याइदिनु होला साथीहरु आफ्नोमा त भर 71 साथीकोमा 511 पुगिसक्यो 1K पुऱ्याइदिनु पर्यो के प्लिज यार मित्रहरू एकदम 1K चाहिँ एकदम इम्पोर्टेन्ट छ किनभने 1K भने 1K हो सो 1K चाहिँ पुऱ्याइदिनु पर्यो अब यति भन्दै अलिकति जोस देखाएको मैले है मेरो जोस अनुसार तपाईँहरू नि अलिकति चल्नु हुँदैन भनेर 1K चाहिँ पुऱ्याइदिनु अरू यस्तै हो सपोर्ट गरिदिनु सब्सक्राइब गरिदिनु लाइक सेयर कमेन्ट भ्या जति हान्दिनु भ्या जति फ्री हो फ्री ल्याम्बार हान्दिनु मेरो साथीलाई अगाडि बढाइदिनु गाइज ल टुलु बेबी है गाइज यो 2 लाइन चाहिँ यो भिडियोले दर्शकहरूको लागि हाम्रो भिडियो राम्ररी हेरिदिनु होला हाम्रो भिडियो राम्ररी हेरिदिनु होला मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब हान्दिनु होला त्यति गर्नुभयो भने हजुरहरूको जय होस् मेरो भयोस् नभए नहोस् मेरो चाहिँ हो मेरो चाहिँ 1K हो सर थाहा ल ल बाई अब हामी घर लाग्छौँ ल टाटा सिउ सुन फेरि राम्रा मित्र आउँछौँ गाइस हामी अर्को हप्ता